Hello guys, welcome to my vlog Anju's Vibe. सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु हैन। सो यस मेरो हिजोको भिडियोमा चाहिँ एकदमै माया देखाइदिनु भएको छ तपाईहरुले इभेन्टको भिडियोमा, त्यसको लागि धेरै धेरै धन्यवाद एन्ड यस थ्यांक यू सो मच फर एप्रिसिएसन। अनि अर्को भनेको चाहिँ आज चाहिँ म कहाँ भन्ने रेस्टुरेन्टमा छु, बाहिर आवाज एकदमै आएको भएर म यो भित्र छिरेको के। आज चाहिँ के हो भन्दाखेरि मेरो मयाको बर्थडे हो, बर्थडे स्पेशल भ्लग हो यो चाहिँ हैन। कति धेरै बर्थडे आउँदै रहेछ यसको घरमा भन्नुहुन्छ भने हो, एकदमै बर्थडे र सराता त धेरै एक्सट्रिम नै आउँछ हाम्रो घरमा। यस यही नै खिचेर मेरो लाइक भ्लग अगाडि बढ्छ जस्तो लाग्छ मलाई। अनि आज चाहिँ मयाको स्पेशल बर्थडे, मयाको बर्थडे चाहिँ किन यति स्पेशल भन्दाखेरि सी इज सो भेरी क्लोज टु मी। जबदेखि बिहे गरेर आयो एन्ड सी इज लाइक मोर देन नन्न भन्दाखेरि नि एउटा साथी जस्तो चाहिँ छौँ हामी हैन। नन्न भाउजू भनेको त रिलेसनसिप भयो, बट सी इज भेरी स्विट, सी इज भेरी अन्डरस्ट्यान्डिङ। अनि उहाँले मेरो कुरा पनि बुझ्नुहुन्छ, म नि उहाँको कुरा बुझ्छु। हामी चाहिँ एउटा साथीहरू जस्तो छौँ हैन। सो अरू यही नै हो, एकदम उहाँसँग चाहिँ लाइक उहाँले कुरा बुझिदिनुहुन्छ, केही कुरा चाहिँ अलिकति अड भएको कुरा उहाँलाई सेयर गर्दाखेरि सी अन्डरस्ट्यान्ड अ लट हैन, त्यही नै हो। अनि त्यसपछि सी इज भेरी सो स्पेसल। अनि यो बर्थडे चाहिँ किन स्पेसल हुन्छ भने मेबी अब अर्को साल त उहाँ युएस जानुहुन्छ होला। यो साल चाहिँ अब उहाँको लागि हामीले बर्थडे प्लान गर्ने भनेको भएर यहाँ चाहिँ आएको चाहिँ उहाँको साथीको सानो गेट टुगेदर, साथीहरूसँग सानो गेट टुगेदर बर्थडेको लागि। घरमा पनि छ हैन, घरमा हामीले डिनरको लागि बोलाएको छौँ दादाहरूलाई। लेट्स चाहिँ के हुन्छ। म बर्थडे नमनाउने, म ठुलो भइसक्यो भन्दै हुन्थेँ हैन। त्यो पनि अब हामीले सानो केक सेक काटेर हल्का सेलिब्रेसन गर्ने भनेर भनेको चाहिँ छौँ। बिहान चाहिँ यस बिहान हामी पशुपति गयौँ, पशुपतिमा एकदमै रमाइलो भयो। पशुपतिमा चाहिँ भ्लग बनाउँछु भनेको तर कुडन्ट, यस्तो भिड थियो आज त, सोमबार भएर न होला। अनि त्यसो एकदमै गाह्रो भयो है। बाँकी भनेको चाहिँ यही नै हो। अब आजको भ्लग चाहिँ टोटली मया स्पेसल हुन्छ, मयालाई धेरै जस्तो तपाईँले भ्लगमा देख्नुहुन्छ। यस त्यही नै हो। अनि त्यसपछि इस्वी पनि एकदमै इन्जोय गरेर आएको छिन्। अनि यो ठाउँ चाहिँ तपाईँको पेप्सी कोलामा छ है, वाइट प्राइभेट भन्ने है। यहाँ सरी, यहाँबाट तपाईँको म भ्यू देखाइदिन्छु है। यहाँ चाहिँ तपाईँको टेन जस्तो बस्न मिल्ने जस्तो छ। सो यो चाहिँ भ्यू भयो। यहाँ चाहिँ सबै रेस्टुरेन्टहरू नै पाउनुहुन्छ, धेरै जस्तो रेस्टुरेन्टहरू छ यहाँ चाहिँ है। सो अब चाहिँ म तलतिर जान्छु। हामी चाहिँ ठ्याक्कै यसको मुनि बसेको छौँ क्या। यहाँ चाहिँ म मान्छेहरू भएको, धेरै मान्छे त छैन, हामी 3-4 जना छ। मान्छे भएको भएर चाहिँ मैले माथिबाट खै खै बर्थडे गर्ल उहाँ चाहिँ हाम्रो बर्थडे गर्ल। के खाइरहेछ चाहिँ खाइरहेछ के बोल्दैछ न, के बोल्ने नि मैले किन लड्नु भने हो। तिर्नु पर्यो जस्तो लाग्यो मलाई। मैले चाहिँ फेरि बिलमा हेर्दै हेरिनँ, पछिबाट याद गरेँ मैले। अनि तिर्नु परिहाल्छ नि, उनीहरू राखिदिइहाल्छ नि, घुसाइदिन्छ। टेबल नम्बर कति भनिसकेपछि यति हो भनेर थाहा भयो। बरु यहाँ पछि राख्छु म, यहाँ हामीलाई चाहियो भने त्यहीबाट खाऊँ, यसको भरै छैन। तपाईँको लक खै त बर्थडे भएको गाना साना नाच गाना के छ त स्पेसल आजको? के छ यहाँको मेन्यु? मेन्यु नै ल्याइदिएन नि त भयो। ए आमा प्रिन्सेस ट्रिटमेन्ट चलिरहेछ उसको फेरिमा होइन। उसको चाहिँ प्रिन्सेस ट्रिटमेन्ट बर्थडे गरेर त ऊ काम गर्दै बसिन्छ। फुपूको ऊ निभाउनु परेन दिदीको हो, छ कि छैन भनेर होला हो। खै के काको मलाई नि दिछौ न, मलाई नि दिछौ न। माइजूलाई दिन्छु बाबा। खै दर्शन गरे यहाँ चाहिँ बच्चाहरूले गर्छन् भने हामीले नाच्ने यहाँ राख्छ। सो यस अब चाहिँ हामी मेन्यु के अर्डर गर्नु पर्ला।
यहाँ चाहिँ बच्चा पार्टीहरू रमाइलो गर्दैछन् होइन म चाहिँ यहाँ अब ल फाउन्डेसनको कुरा चलिरहेछ फेरि हाम्रो खाजा आइसकेको छैन के आयो भन्दा ह्यापी बर्थडे म खोलिदिन्छु पासवर्ड चाहिँ ल्याइदियो भने भेज प्लाटर निक्ल्यो यसलाई यता राख्छु म यहाँ सो यस हाम्रो भेज प्लाटर आइसकेको छ हाम्रो भेजिटेरियन मैया चाहिँ उहाँ नै हो प्रणाम सो के आउँछ प्लाटरमा भन्दाखेरि पनिर हो त्यो द्याट वान ओके आज अनि चाहिँ यो भटमा साजेको भइहाल्यो ल खानी चाहिँ होइन यहाँ ल पछि गरेर ल प्ले विथ इट ल आमै खाएको यस्तो चाहिँ खाने हस् खाँदै गर्छु न ल कस्तो रहेछ मिठी छ ऊ त भटमा साथीको चाहिँ खाइस न ए बदम हो त्यही भएर भने हो क्या अलिकति अगाडि राख्छ नि त्यसलाई होइन ठिक छ डिप गरेर खाइस न उमा मिठी छ भनेपछि ल ठिक छ अब हाम्रो सिजलर आउँदा चाहिँ यो भेजको स्पेसल भइहाल्यो यस्तो चाहिँ खाने जुत्तामा नाइ नो वाट इज दिस बिहेभियर नट पनि खाँदैछन् त्यहाँ है मैले अफरले खाँदै चाहिँ बेबी भन न जाने छ त देखा त तिमी खादिनौ छोरी त पनिर यो चाहिँ मिठो खाइछ तात भयो यो ब्याग छ त ल आलु हाल्दिनु किन चाहिँ आमाले जाउरो बनाइदिनु भनेर मन पर्छ एकछिन ल चेयर्स गर्ने ल यो प्याज चाहिँ खानु नुन चालको चौक भन्छ कि त्यस्तै हो टेस्ट के चलाउने ल भनेर तिमीले के चलाउने ल भनेर काटले के अचार चाहिँदैन हजुरलाई ल यो आफैमा कफी टाइपको ल ल म त छिटै लाग्यो बसिसक्यो यो चाहिँ सेलाउँछ हजुरलाई अब खाइसेन भने मिठो हुँदैन मिठो रहेछ भने रोज्दिनु छ बेबीसँग बस ल त्यही बस्छ अब अर्कोचोटि उ गर्ने पानी उसलाई दादा बेबीला अस्ति पिकनिकमा चाहिँ हामीले भाउजूले सम्झाइदिनु भयो सुस्मिता खानु भइहाल्यो सम्झेर त सम्झ्या मतलब यस्तो भएको त्यो दिन भाउजूको के काम थियो भने ए नानीले सम्झेको थिएन ज्वरो आएको नल्याएको भने मैले नभेमा ल्याउँथेन फेरि अरू दिन लडले सानिँदैन त्यही यम यम यता राखिदिउँ न कता भुइँमा
हुँदैन टुथपिकहरू छ हुँदैन टुथपिक भन्नाले उ के चिप्ली छ हेर्छन् होला नि कार्टुन हेर्छन् हेर्छन् एकछिन देखाइछु नि त दुईजनाले खानु बेला म यहाँको पासपोर्ट हो बस्छ हेरेर यस्तै गर्दै हो नि बानी बिग्रिने नो स्क्रिन टाइम भनेको छ मेरो बेबीलाई त म मोबाइलै हेराउन्न भनेको छ मलाई त अहिले गाह्रो भयो होइन अरू त होइन यहाँ झ्याल पनि छेउमा छ नि त अनि यहाँबाट गुल्टेली भन्ने मात्रै के क्या मैले चाहिँ बस्नेवाला उयोमै बस्ने ठाउँ भएर सजिलो हुन्थ्यो भन्नु मात्रै हो त्यो वाइफाईको नै गयो नि त कहाँ गयो क्या हो के यो हजुर हजुर बाबा चिकन यु वान्ट टिमो चिकन नुन चर्को टिमो नि मजाले टिमो हाले ह म चिया लगाइदिन्छु है यो तर होइन नुन चर्को चाहिँ नुनै चर्को भएको हो क्या एकदम है हाम्रो घरैमा बनाएको मलाई आज छोरी त्यो हजुर उसलाई फ्रेन्च फ्राई मन यहाँको भ्यू चाहिँ यस्तो छ होइन अन्त मैले उताबाट खिच्दा पनि बट मैले खिचिनँ एकछिन जाँदाखेरि खिचौँला ताकि यही हो यहाँको भ्युज चाहिँ भ्यू हल्का हल्का पानी परिरहेछ रिफ्रेसिङ भन्नाले पनि शीतल भयो हल्का पनि त्यतिको पानी के पानी हो के भयो अरे पानी पानी परेर फोटो खिच्नु एकछिन कम भएपछि खिच्यो भएन बसौँ न त बसौँ बसौँ क्लियर गर्दै हुन्छ मामा सिट डाउन आयो ठिक छ यतै राख्छ नि यो चाहिँ उठाइदिन्छु अनि सिजलर हाम्रो सिजलर आएको छ किन कालो भयो भने त कालो चस्मा लगाएर रहेछ अरे आनु धुवाको यहाँ सब गर्छु खाइछु न छिटो नि त दिनु एकछिन त्यसको है त नानी न सर्न दिन्छु त मानिहाल्छु नि मान्छे किन लाने सिजर तर त्यहाँको मिठो है होइन यहाँको सेफलाई सुगर लो रहेछ यो पनि हुन्छ को लाग्यो होइन चिकन तर्मन पनि हो भाउजू गएर खिच्ने ओके सिरियस छे मसरुम खानु होला मलाई त सिजनमा त मन पर्यो यसको त चिकनै मिठो हुन्छ यसमा कस्तो टेस्ट आएर चाहिँ चाउमिनमा आएर म अलिअलि उवाला होइन औषधीवाला
बसन्त ल होस् प्लेट ल्याउनु म लिन्छु हजुर खान्छु न ल म खान्छु दिदी भन रक हुन्छ पहन्छ त खाँदा खाँदैछ त्यो तातो दिदी भन फ्रेन्च फ्राई खस्यो के खाने त अब तातो खा क्यारट खाइनु छट ल ममाको मोबाइल ल ममाको ल्याउनु ल फिट फोन भयो टनमा के बास्न आएन नुडल्समा आएन मलाई मात्र हो मोबाइल अर्कै स्मेल छ है है हो नुडल्स खाने खायो त त्यो फोटो लगाइदिउँ है यो अरू केही त्यसै छुट्टो नछ टेस्ट क्या सबैजना निम्तको यार चिकन आइटम त के भएको थियो चिकनहरूले धेरै खानु रहेछन् कि हामीले पुरा खाइन्छ नुन नुन है तेरो मोबाइल दिन गुड सान्वी म्याकको है दिदी मङ्सिरै हो 28 ए मङ्सिर 28 मेरो नन्दको बिहे थियो भने त्यो मङ्सिर 28 अहिले 2 वर्ष भयो त मङ्गे म त मङ्सिरमा आएको चलाक छोरी त ह्याप्पी न्यु इयरको दिन है मतलब इङ्ग्लिस न्यु इयरको हो नि त होइन जनवरी 1 लक गर्दिनी हैन कि न्यू इयर भनेर ह्यापी लक गर्दिनी त्यसले हेर कति चाहिँ चलाचलै गरिरहेको छ त के रे बिचरा आफूलाई कति देखा भयो तिमीले ह्याप्पी न्यु इयर भनेर फोन गर्छु है एकअर्काले भन्छ आफूलाई न्यु इयर मन भयो मलाई सुरु साले अस्मिताले भेट्नु कहाँ आउनु म यहाँको नर्मल डेलिभरी सालमा गइसक्यो दिदी तपाईँ थाहा पाउनुभयो कुन चाहिँ उसको गएको भन नि त्यहाँ मलाई सल्लाह तिमीबाट सिकाए त हो नि यसो गर्नुपर्छ हाम्रै ठाउँमा राख्नुपर्छ थाहा पायो होइन अब पाइन्छ त्यहाँ चाहिँ अलि यता बच्चा पार्टी डेन्जर अनि के गरेको भने सल्लाह उनले सोधिरहेको थियो मलाई सुरक्षाले के छ र जान्छ होइन अस्तिदेखि माइत आइ भन्दै हुनुहुन्थ्यो मलाई सोधिरहेको मैले मैले बाँकी छ आउन बाँकी छ प्ल्याटर अनि प्याटर अरू अनि हेरौँ न एकछिन तिमी केही खाऊ न अरू नै नै मलाई पुग्दैन कहाँ जान छ भान्जो डल रहेछ के रहेछ माइजीकोमा के रहेछ माइजीकोमा डली डली कति केजी छिट्ने सल्लाह कति केजी कति हो खै हाम्रो त अन्त त हेरेकै छैन उन्न मनपर्छ ल बोलाइदिनु फेरि कस्तो होला बोलाइदिनु ए फोटो खिचेर के पो त त्यही त भनेर पाएको फेसिलिटिज किन नलिनु मान्छे बर्थडेको क्यामेरा बोलाइदिन्छु भनेर पदर भनि ल ल हेर त्यस्तो स्लिप पाएको बर्थडेको केक आइसकेको छ ए वाउ यमी 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 यो यो गिभ इट दिस टु मी यमी यमी के हो यो यम यम हो वाउ हो ह्यापी बर्थडे गर ल ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु खाइदिन्छु भने
ल बर्थडे गर्लको केक आइ केक कट गरेको त भिडियो बनाउनु बिर्सेछु मैले त अहिले पो याद आएको ल केक त्यो त फोटो मात्र भयो नि त केक कट गरिसकेको छौँ हामीले त्यो चाहिँ यहाँ फोटोग्राफर बोलाएर बर्बाद भयो बर्बाद ठिक छ बिर्स्यो केक मिठो 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 यमी यमी केक खाँदैछ त्यही त हो नि है त्यही त हो केक खाँदैछौँ हामी चाहिँ मिठो छ केक कहाँ सबैले मैले हाल्छु भने मैले ल्याउने क्या हो मङ्गुले खान मङ्गुले त्यति खाना खान सक्दिनँ क्या बरु म अमिलो पिठो चट्ट परेको चटपटे सटपटे जति पनि खान सक्ने गुलियो पुरा नै अमन हुने क्या अलिकति खाएपछि त्यही हजुर एक्स बर्थडे वाह गिफ्ट पायो गिफ्ट ल गिफ्ट हेर्न पर्यो नि गिफ्ट हेर्न पर्यो ए ल ल गिफ्ट हेरौँ ल म होइन ठिक छ म यहाँ समात्छु ल ह्याप्पी बर्थडे हेरौँ नि त्यहाँ दिजु हेर न साइज त सेम होइन ला हेर त के रहेछ के रहेछ दिदीलाई के आएछ हेर न दिदीलाई के आएछ हेर न मोबाइल हेर्न आइपुग्यो क्या वाह ए यो अम्ब्रेला ए त्यही त अब मलाई गिफ्ट दियो भएछ न हाम्रो चाहिँ अलमोस्ट अब हामी चाहिँ निस्किन लाग्यो यहाँबाट होइन आई थिङ्क भरेको पनि हामीले एकछिन रमाइलो हुन्छ त्यसको पनि म क्लिप्सहरू हाल्छु होला तर यहाँ चाहिँ हामीलाई एकदम रमाइलो भयो अब हामी चाहिँ जान लाग्यो यो स्पेस चाहिँ रमाइलो छ राम्रै रहेछ होइन एम्बियन्स चाहिँ बट फुड इज वर्स्टमा लागेन होइन बाइक अरूलाई मिठो लाग्न सक्ला यस यही हो बाँकी भनेको चाहिँ राम्रो छ एम्बियन्स चाहिँ राम्रो छ फोटोजहरू खिच्नको लागि राम्रो या अब आउँदै हुनुहुन्छ मैयाहरू पनि अब हामी चाहिँ जाने पानी परिरहेको छ नानीहरू भिज्छ जस्तो लागिरहेछ फोटो नखिच्ने यहाँ ल यहाँ चाहिँ हाम्रो लास्ट फाइनल घरमा केक कट हुँदैछ होइन अब यो चाहिँ आवाज चाहिँ अलिकति सुन्ने होइन होला फेरि यो म्युजिक पनि आउँछ सो यसमा म्युजिक पनि राखिदिन्छु म त्यही भएर पनि Happy birthday to you.
मेरो पनि यो त राम्रो छ भन्छ न छैन त्यो राम्रो छैन त्यो राम्रो छैन घोत्ला घोत्ला कहाँ समाते होला यो क्यामेरा फेरि कसले ल्याएको वाह